के साथीहरु आज हामी अनबक्सिङ गर्दैछौं एउटा वायरलेस ब्लुटुथ स्पिकर। सो यसलाई अनबक्सिङ गरेर हामी यसको बारेमा धेरै जान्ने कोसिस गर्नेछौं। आउनुस् यसलाई अनबक्सिङ गरौँ। तर त्यो भन्दा पहिला यदि तपाई हाम्रो च्यानल पहिलो पटक आउँदै हुनुहुन्छ भने हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनु होला। जुन रहेको छ ड्रिम प्रोजेक्ट। र यो भिडियो मन पर्यो, यो स्पिकर मन पर्यो भने यो भिडियोलाई लाइक गरिदिनुस्, आफ्नो साथीहरुलाई शेयर गरिदिनुस्। जुन प्राइस क्याटेगोरीको चाहिँ आई होप कि तपाईलाई यसको एउटा फिचर चाहिँ एकदमै धेरै मन पर्छ। र हाम्रो च्यानलमा अपलोड हुने कुनै पनि भिडियो नछुटाइकन हेर्न चाहनुहुन्छ भने बेल आइकन दबाएर अल नोटिफिकेसन एक्टिभेट गर्नुहोस्। र हाम्रो च्यानलमा अनबक्स गरेको धेरै जस्तो प्रोडक्ट तपाईले परचेज गर्न सक्नुहुन्छ। टिकटक वा हामीलाई चाहिँ इन्स्टाग्राममा फलो गरेर। टिकटकमा हाम्रो नाम रहेको छ आई एम ड्रिम प्रोजेक्ट र त्यसरी नै हाम्रो इन्स्टामा पनि नाम रहेको छ आई एम ड्रिम प्रोजेक्ट। त्यहाँ गएर तपाईले यो प्रोडक्टहरुलाई सस्तोमा परचेज गर्न सक्नुहुन्छ। मैले जति परचेज गर्छु त्योभन्दा केही कम गरेर म तपाईलाई यो प्रोडक्टहरु दिन सक्छु। सो तपाईले किन्न चाहनुहुन्छ भने हाम्रो टिकटक र इन्स्टामा गएर हामीलाई फलो गर्न र डीएम गर्न नबिर्सनु होला। आउनुस् यसलाई अनबक्सिङ गरिहालौँ। सो तपाई देख्न सक्नुहुन्छ यहाँ चाहिँ एउटा हामीसँग ब्लुटुथ स्पिकर रहेको छ। यसमा देख्नुहुन्छ माथिबाट प्लास्टिक लगाइएको छ। स्मोकी कलरको व्हाइट रहेको छ। स्मोकी कलर अर्थात् एकदम प्योर व्हाइट पनि छैन र एकदमै ब्ल्याक पनि छैन, स्मोकी कलरमा रहेको छ। टपमा तपाईले यहाँ ग्रिल देख्न पाउनुहुन्छ जसबाट चाहिँ स्पिकरलाई सेभ गरिन्छ र स्पिकरको अडियोलाई आउटपुट गरिन्छ। त्यसपछि तपाईले यहाँ तल हेर्नुहुन्छ भने यहाँ सम्पूर्ण किसिमको बटनहरु देख्न सक्नुहुन्छ जसले चाहिँ पावर बटन दिन्छ, नेक्स्ट दिन्छ, प्रिभियस दिन्छ, प्ले र पौजको बटन पनि यही रहेछ। र यहाँ चाहिँ तपाई देख्दै हुनुहुन्छ यो चाहिँ एक्चुअली कम्पार्टमेन्ट हो के को। लेट्स सी। सो यहाँ तपाईले तीनवटा कम्पार्टमेन्ट देख्न सक्नुहुन्छ। एउटा तपाईको माइक्रो एसडी कार्ड राख्छ टपमा। त्यसपछि यसलाई चाहिँ तपाईले चार्ज गर्न सक्नुहुन्छ। चार्ज त गर्नु पर्यो किनकि ब्लुटुथ स्पिकर हो। यहाँ चाहिँ तपाईले चार्ज गर्न सक्नुहुन्छ यूएसबी टाइप सी ले। जुन प्राइस क्याटेगोरी परचेज गर्छु त्यो प्राइस क्याटेगोरीमा यूएसबी टाइप सी दिनु एकदम ठुलो कुरा हो। त्यसपछि तपाईले यहाँ चाहिँ यसलाई अक्स केबलको थ्रु पनि युज गर्न सक्नुहुन्छ। अब यसमा मात्र यो मात्र नभएर यसमा तपाईले एउटा अझै राम्रो कुरा छ जुन कुरा चाहिँ यो प्राइस क्याटेगोरीलाई जस्टिफाई गर्छ। तपाईले यहाँ अझै एउटा बटन देख्न सक्नुहुन्छ। आई होप कि तपाईले देख्नुहुन्छ। यहाँ तपाईले अझै एउटा बटन देख्न सक्नुहुन्छ जुन बटनले चाहिँ यसको एलईडी लाई एक्टिभेट गर्छ अथवा लाइटलाई एक्टिभेट गर्छ। त्यसको तलपट्टि तपाईले यहाँ चाहिँ आफ्नो स्ट्राइप लगाउने ठाउँ देख्न पाउनुहुन्छ जहाँ चाहिँ तपाईले स्ट्राइप लगाएर त्यसलाई चाहिँ आफ्नो ब्यागमा क्यारी गर्न सक्नुहुन्छ। ब्याग भित्र नभएर ब्यागको बाहिर पनि क्यारी गर्न सक्नुहुन्छ। सो आउनुहोस् यसलाई अन गरिहालौँ। अन गर्नको लागि हामीलाई पावर बटन प्रेस गर्नु पर्यो। आई होप कि यसमा चार्ज छ। चार्जिङ छ। सो तपाईँ देख्न सक्नुहुन्छ यसमा चाहिँ कलर चेन्जिङ एलईडी रहेको छ र यसलाई चाहिँ तपाईले यो एलईडी को बटनबाट चेन्ज गर्न सक्नुहुन्छ। लाइक सी तपाईँ देख्न सक्नुहुन्छ फरक फरक किसिमको यसमा एलईडी मोडहरू आइरहेका छन् यसरी। र यसलाई तपाईले चाहनु भयो भने अफ पनि गर्न सक्नुहुन्छ। एकछिनसम्म प्रेस गर्नुभयो भने सिंगल कलर दिस लुक्स अमेजिङ। अर्को पनि नाउ अफ। यसरी तपाईले यसलाई अफ पनि गर्न सक्नुहुन्छ र यसलाई चाहिँ तपाईले यसरी प्रेस गरेर एक्टिभेट गर्न सक्नुहुन्छ। र अलिकति लामो समय गर्नुहुन्छ भने यसमा चाहिँ तपाईले मल्टिपल कलरको एलईडी बाल्न सक्नुहुन्छ। यो स्पिकरको बारेमा कुरा गर्नुहुन्छ भने यो स्पिकरमा तपाईले 3.7 भोल्टको ब्याट्री देख्न पाउनुहुन्छ। ब्लुटुथ 5.0 देख्न पाउनुहुन्छ र यसमा चाहिँ तपाईले 52 mm को 52 mm को ड्राइभर देख्न पाउनुहुन्छ भने यसमा तपाईले स्पिकर पावर 5 वाटको देख्न पाउनुहुन्छ भने यसमा चाहिँ 10 मिटरसम्मको तपाईले डिस्टेन्स पाउन सक्नुहुन्छ वा त 10 मिटरसम्म यसको ब्लुटुथले कभर गर्छ भनेको छ। आउनु सबै यसलाई बजाइ हेरौँ, यसलाई चाहिँ प्ले गरी हेरौँ। यसमा चाहिँ कुनै गीतहरू र हेरौँ कि यसको स्पिकरको अडियो क्वालिटी कस्तो छ भने। आउनु साथीहरु अब हामी यो ब्लुटुथ स्पिकरलाई हाम्रो फोनमा कनेक्ट गरौँ र त्यसपछि यसको अडियो क्वालिटी कस्तो छ चेक गरौँ। त्यसको लागि सबैभन्दा पहिला म आफ्नो मोबाइलमा जान्छु। यहाँ तपाईले देख्न सक्नुहुन्छ S500 लेखिएको छ। आई होप कि तपाईले देख्न सक्नुहुन्छ। यस S500 लेखिएको छ। यो नै ब्लुटुथको नाम हो। हामी यसलाई कनेक्ट गर्छौँ। ओके दिस इज आउट। अब हामी यसमा चाहिँ गीत बजाउँछौँ। म यो माइकलाई यो स्पिकरको टपमा राख्दिनँ किनकि यसले चाहिँ आवाजलाई एकदमै ड्रब्लो गर्दछ जसले गर्दा तपाईँलाई फिल हुन्छ कि यो फाटेको छ। तर एक्चुअलीमा यो फाटेको छैन, एकदमै सफ्ट बजिरहेको छ। यतिखेर भोल्युम फुल छ। ओ आफ्नो त भागमा धोका पुरै छ लाखौँ र हजारा टम 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 तिम्रो बाउजू बजाउँदा गाजर अखाले जाने बस्केर हेर्दा
मुहारैमा टिकेका लगा सुनता नि नानीको मुहार झलका मेरे पछाडि दार्जिलिङको रेत भेजमा बस्न गयो मेरो माया तिमीमा बड़ी तो मुर्के तो पापा की करी पता तो मेरा होगा चाहिए सोचा so sweet she's leading us and love is all this is the place that I call so in my head again you have your heart set on me but these feels they come and go and they come slowly back. आई होप कि तपाईँले यसको अडियो सुनिहाल्नु क्वालिटी कस्तो लाग्यो भने तपाईँले आफ्नो विचारलाई कमेन्ट्समा गरेर लेख्न नबिर्सनु फ्री छ ओपन छ जति लेख्न सक्नुहुन्छ जस्तो लेख्नुहुन्छ लेख्न सक्नुहुन्छ तर कन्सिडर गर्ने यो यसको प्राइस क्याटेगोरीसँग भने तपाईँले देख्नुभएको होला मैले चाहिँ मोबाइलको फुल भोल्युम गरेको थिएँ त्यो समयमा पनि यसको अडियोमा चाहिँ कुनै पनि डिस्टोर्सन मैले फिल गरेन अर्थात् डिस्टोर्सन फ्री अडियो एक्सपिरियन्स तपाईँले यसमा पाउनुहुन्छ कन्सिडर गर्नु त्यसको प्राइस यसको बेस पनि राम्रो थियो यसमा अडियो पनि राम्रै आइरहेको थियो ट्रेबल पनि राम्रो थियो वेल अब तपाईँ हाई एन्ड स्पिकर सुनिराख्नु भएको छ भने त्यसको चाहिँ कम्पेयरमा यसको अडियो चाहिँ त्यति राम्रो चाहिँ होइन तर यदि तपाईँ कम बजेटमा एकदमै कम बजेट होइन कि एकदमै कम बजेटमा एउटा राम्रो स्पिकर खोजिदिन्छ जसको अडियो क्वालिटी पनि राम्रो होस् बेस राम्रो होस् र ट्रेबल पनि मेल्ट भएर आओस् भने तपाईँले यो स्पिकरलाई एकचोटि कन्सिडर गर्न सक्नुहुन्छ र यसमा जुन तपाईँले RGB LED लाइट देख्नुहुन्छ त्यसले चाहिँ तपाईँको मन लोभ्याउँछ एभ्री टाइम तपाईँले यसलाई नबजाए पनि तपाईँले आफ्नो सिरानीको साइडमा राखेर एलइडीको चाहिँ युज गर्नुहुनेछ म चाहिँ त्यसमा चाहिँ एकदमै धेरै ढुक्क हुन सक्छु र यसको अडियो क्वालिटीमा पनि मलाई त्यति धेरै चाहिँ एकदम नराम्रो जस्तो फिल भएन कन्सिडर गर्दैछु म यसको प्राइससँग यसको प्राइस एकदमै सस्तो थियो त्यसको कम्पेयरमा हेर्नुहुन्छ भने यसको अडियो क्वालिटी पनि एकदमै धेरै राम्रो मलाई लाग्यो तपाईँलाई यो भिडियो कस्तो लाग्यो यदि तपाईँलाई यो भिडियो मन पर्यो भने कृपया हाम्रो च्यानल सब्सक्राइब गर्न नबिर्सनु होला हाम्रो च्यानल सब्सक्राइब गरिसकेपछि यो भिडियोलाई लाइक र सेयर गर्न नबिर्सनु होला त्यस्तै गरी हाम्रो च्यानल रहेको बेल आइकनलाई बजाएर तपाईँले चाहिँ अल नोटिफिकेसन एक्टिभेट गर्न सक्नुहुन्छ जसले गर्दा हामीले अपलोड गर्ने कुनै पनि भिडियो तपाईँलाई सबैभन्दा पहिला पुग्नेछ र वान मोर टाइम यदि तपाईँ हाम्रो च्यानलमा अनबक्स भएको कुनै पनि प्रोडक्टलाई पर्चेस गर्न सक्नुहुन्छ भने तपाईँले हामीलाई टिकटक र इन्स्टामा फलो गर्न सक्नुहुन्छ DM गर्न सक्नुहुन्छ मैले पर्चेस गरेको भन्दा केही पर्सेन्ट कममा मैले तपाईँलाई यो दिन सक्नेछु र त्यसको लागि तपाईँले हामीलाई चाहिँ इन्स्टा र टिकटकमा फलो गर्नुपर्ने हुन्छ जुन रहेको छ I am Dream Project दुबईमा एउटै नाम रहेको छ यु क्यान गो एन्ड सर्च फर अस सो मलाई चाहिँ एक्चुअलीमा भन्नुपर्दाखेरि मलाई चाहिँ यो एकदमै धेरै मन पर्यो हामीलाई यति बेरसम्म हेरेर साथ दिनुभएकोमा तपाईँलाई एकदमै धेरै धेरै धन्यवाद